धन्यवाद दादा। अहिले त्यही गीत सङ्गीतमै व्यस्त छु, रेकर्डिङहरू अनि अलिअलि प्रोग्रामहरू यस्तोमै व्यस्त छु अहिले। म्युजिक क्षेत्रमा आएको त म 6 वर्ष भयो। गाउन चाहिँ म बच्चै बेलादेखि गाउँथेँ अरे। घरमा बाबुआमाले त्यसै भन्नुहुन्छ। स्कुलदेखि नै एकदम गाउन घरदेखि नै भनौँ न सानै बेलादेखि नै टिभीहरू हेर्दै गाउन इन्ट्रेस्ट गर्ने। अनि पछि चाहिँ बाबुआमाले चाहिँ मेरो इन्ट्रेस्ट बुझेर म्युजिक क्लासहरू सानैबाट जोइन गराइदिनु भयो। अनि त्यो पछिबाट चाहिँ अनि अब गाइरहने भएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ यतै जान्छ जस्तो उहाँहरूलाई फिल भएर अनि जस्ट त्यसरी आएँ म चाहिँ। रेकर्डिङहरू थियो मेरो अलिअलि। मेरो पहिलो गीतको रेकर्डिङ चाहिँ 2018 थियो, 17 त्यस्तैतिर थियो। आँखैमा लाउने भन्ने त्यो चाहिँ लकिली एकदम राम्रो पनि भएको थियो त्यति बेला त्यो गीत। अनि पछि मैले गीतहरू रेकर्डहरू पनि गरिरहेको थिएँ। अनि गर्दा गर्दै बिचमा म गएको आइडलमा। कस्तो हुने रहेछ भन्दाखेरि आफू चाहिँ अलिकति आउने बेलामा चाहिँ अलिकति चाहिँ कस्तो भन्दाखेरि रियाजहरू गरेर राम्रो प्र्याक्टिस गरेर राम्रो साधना गरेर आयो भने चाहिँ सजिलो हुन्छ होइन। अब प्र्याक्टिसै बिना आयो भने चाहिँ अलिक गाह्रो चाहिँ धेरै गाह्रो हुन्छ। किनकि यहाँ त मैदान हो नि त, यहाँ त जस्तो पनि खालको मान्छे भेटिन्छ नि त हामीले त होइन। अब मैदानमा आइसकेपछि त आफू त प्रिपेयर भएर त आउनु पऱ्यो, बट टाइमै लाग्यो। त्यही कारणले गर्दाखेरि अलिकति आफू सेल्फ प्रिपेयर भएर चाहिँ आउनु जरुरी छ। हजुर मैले लिएको थिएँ, मैले चाहिँ हाम्रो आदरणीय गुरु चण्डीप्रसाद काफ्ले सरसँग लिएको थिएँ। उहाँबाट 2.5-3 वर्ष क्लास लिएँ। सबै खालकोमा लाग्छ मलाई चाहिँ। हजुर मलाई चाहिँ के लाग्छ भने एज अ सिङ्गर भइसकेपछि चाहिँ अब सबै खालको गीत गाउन सक्नु नै अलिकति भर्सेटाइल पनि देखिन्छ होइन। मलाई चाहिँ एउटै जनरमा बसेर आफ्नो त्यो कम्फर्ट जोनमा भन्दाखेरि पनि त्यहाँबाट निस्केर सबै खालको ट्राई गरौँ भनेर सुन्न पनि गीतहरू पनि सबै खालको सुनिरहेको हुन्छ, सबै राम्रो लाग्छ। त्यही भएर यही भने स्पेसिफिक छैन, सबै मनपर्छ। इन्कम वाइज चाहिँ मैले हजुरलाई अघि भने नि आफू अलिकति प्र्याक्टिस गरेर आफू अलिकति राम्रो भएर आयो भने न हामीले म्युजिसियनले पनि ट्रस्ट गर्नुहुन्छ। है ऊ चाहिँ यतिको गाउनलाई चाहिँ क्यापेबल छ है भनेर भन्नुहुन्छ। अब हामीमै त्यो छैन, हामीले नै त्यो गरेनौँ भने त उहाँहरूलाई पनि डाउट हुन्छ नि त होइन। अब आफ्नो गीतमा कतिको न्याय दिन सक्छ उसले भन्ने एक खालको सबैलाई पर्छ नि त त्यो त। त्यो कारणले गर्दाखेरि चाहिँ आफू राम्रो आफूले बेस बनाएर आयो भने चाहिँ अनि आफूले स्ट्रगल त गर्नै पर्छ जुनै फिल्डमा पनि होइन। स्ट्रगल गऱ्यो भने चाहिँ ढिलो चाँडो राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सायद सबैले भोग्नुहुन्छ त्यस्तो, धेरैजनाले भोग्नुहुन्छ होला होइन। त्यस्तो अब यस्तो पनि हुनसक्छ, आफ्नो पर्सनल रिजन पनि हुनसक्छ। अब सायद त्यो टाइममा उहाँहरूसँग पैसा नहुनसक्छ, जे पनि हुनसक्छ नि होइन। जति बेला सबैसँग एभाइलेबल हुन्छ भने हुँदैन नि त, त्यो पनि बुझ्नुपर्छ। त्यस्तो कमन नै हो जस्तो लाग्छ मलाई। हुन्छ हजुर मेरो चाहिँ पहिलो गीत थियो, मैले अघि नै हजुरलाई भनेको थिएँ नि है। त्यो चाहिँ आँखैमा लाउने काजल सकियो भन्ने थियो। त्यति बेला चाहिँ ठ्याक्कै म्युजिकली थियो नि त, पहिला टिकटकभन्दा अगाडि ठ्याक्कै त्यो गएर चाहिँ टिकटक आएको थियो कि। अनि त्यो बेला चाहिँ राम्रो भएको थियो त्यो गीत। थोरै सुनाउँछ है। आँखैमा लाउने काजल सकियो किन्दिनेको होला, एक्लो यो ज्यानको हातैमा समाई हिँडिनेको होला। आँखैमा लाउने काजल सकियो किन्दिनेको होला, एक्लो यो ज्यानको हातैमा समाई हिँडिनेको होला। यही थियो मेरो चाहिँ पहिलो गीत चाहिँ। हजुर यसको शब्द चाहिँ शान्तिप्रिय दादाको भने सङ्गीत चाहिँ दीपक शर्मा सरको सङ्गीत हो। हजुर यो गीत चाहिँ म पहिला नेपाल आइडलभन्दा अगाडि चाहिँ भोइस अफ नेपालमा गएको थिएँ। अनि त्यति बेला चाहिँ ब्लाइन्डबाटै आउट भएँ। अनि त्यति बेला अब आउट त भयो, अब सिकि पनि राख्थेँ हिँडेर होइन अलिअलि म्युजिक। अनि यत्तिकै जान त मनै लागेन, मनले मानेन, एउटा गीत त निकाल्छु भन्ने हिसाबले त्यति बेला निकालेको थियो। दसैँ अब त्यही अरू बेलाको जस्तै फ्यामिलीसँग बसेर नै दसैँ। अब दसैँ भनेको त अब नेपालीहरूको महान चाड होइन। अब फ्यामिलीसँगै बसेर फ्यामिलीसँगै रमाइलो गरेर त्यसरी नै अब सिम्पल तरिकाले नै मनाउने गरेर। गाउँतिर हजुर जान्छ मलाई, खेल्छु नि गाउँको बेला, मनपर्छ एकदमै। हजुर मलाई के लाग्छ भने डिपेन्ड्स अब होइन। अब कति कुराहरू अब हेर्नु न, अब मलाई नै मेरो केसमा हेर्दाखेरि पनि मेरो गीतहरू सुन्नु भएको छ मान्छेले, तर मलाई चिन्नु भएको छैन है। अब त्यो त एउटा प्लेटफर्म हो नि त, मैले कसरी हेर्ने भन्ने कुरामा पनि भर पर्छ यो चाहिँ होइन। अब हो आर्थिक पनि, अब हामी यसमै कमाएर खाएर बाँच्ने मान्छेलाई आर्थिक पनि आवश्यक छ, तर त्यसको लागि त हामी प्रत्यक्ष मान्छेमा चिनिएपछि नै हाम्रो प्रोफाइल देखिन्छ र हाम्रो अरूमा पनि काममा प्लस पोइन्ट हुन्छ होइन। है ऊ चाहिँ हुँदैछ है भन्ने मान्छेले नोटिस गरेर हेर्न थाल्छ। अनि त्यो कुरा थाहा भएर सर्कुलर भएर माथि जाने हो नि त।
अनि त्यो कारणले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ एउटा मलाई के लाग्छ भने प्लेटफर्म हो जसबाट म कतिचोटि मेलामा जाँदाखेरि पनि मलाई मान्छेले भनिरहनु भएको छ अब गीत गाउँछ नि ए यो गीत हजुरले गाउनु भएको हो अनि त्यति बेला भन्नुहुन्छ क्या त्यो त एउटा प्लेटफर्म मैले चिनाएँ नि त आफूलाई अब त्यहाँबाट त उहाँहरूले थाहा पाउनु भयो नि त ए यसको सिङ्गर चाहिँ यो रहेछ भनेर पहिला नदेख्नु भएकोले पनि देख्नु भयो नि त अनि म चाहिँ त्यो कारणले त्यसरी चाहिँ हेर्ने गर्छु त्यो चाडपर्वको बेला रमाइलो नै हुन्छ गीत गाउँदाखेरि होइन सबैजना अब एकचोटि आउने वर्षमा चाड होइन अब सबैजना सँगै भएर रमाइलो गरेर त्यति बेला गाउने नाच्ने भएको हुन्छ अविस्मरणीय भनेर छैन तर जस्ट रमाइलो भएको छ प्रोग्रामहरू धेरै फरक छ नि बच्चा बेलामा दसैँ भन्ने बित्तिकै त पैसा नै आउँदैछ होइन नयाँ लुगा पैसा अनि अब कसले कति दिन हुन्छ यस्तै भइहाल्छ सबैको भइहाल्थ्यो होइन यस्तै हुन्थ्यो अनि अब अहिले चाहिँ त्यस्तो चाहिँ खासै नहुँदो रहेछ अझै खासै अब एज जति माथि जाँदै गयो त्यति खासै हुन्छ एउटा ड्युटी हुन्छ अब दसैँ हो भन्ने हुन्छ तर सबै त्यसरी बच्चा बेलाको जस्तो सोचिँदैन रहेछ हजुर सकिन्छ मलाई के लाग्छ भने म चाहिँ जहिले पनि मेरो चाहिँ कस्तो बानी छ भने हरेक कुरालाई चाहिँ पोजिटिभ साइडले हेर्छु अनि भएन भने बल्ल नेगेटिभ साइडमा जान्छु कि मलाई चाहिँ के लाग्छ भने म्युजिकमा आयो है अब आफ्नो इन्ट्रेस्टको कुरा हो नि त सबै इन्ट्रेस्ट भएर चाहिँ आउने हो म्युजिकमा आयो ल ठिक छ गाएर भएन भने अरू पनि त धेरै अप्सन छ नि त जस्तै अब हजुरले ल गीत गाएर भएन भने हजुर गिटार सिक्न जानुहोस् न गिटार सिकेर एज अ टिचर हुनुहोस् न त्यहाँबाट पनि त छ मान्छे त गिटार सिक्न आउँछ है अब भोकल सिक्नुहोस् ल एज अ सिङ्गर भएन गुरु त्यहाँबाट आफू टिचर पनि त हुन सकिन्छ होइन त्यो पनि भएन एरेन्ज सिक्नुहोस् एरेन्जर पनि त हुनु त्यो सबै म्युजिककै त क्याटेगोरीमा पर्छ नि त सबै अब बाँच्न त सकिन्छ नि त कतै न कतैबाट आफूले गर्नु चाहिँ पर्यो सक्न सकिन्छ जस्तो लाग्छ मलाई हजुर खेलेको छु तर डिप इनसाइड चाहिँ एज अ सिङ्गर नै होस् मेरो प्रोफाइल त्यसरी बनियोस् जस्तो लाग्छ लङ टर्म अलिअलि खेलेको चाहिँ छु मेरो पनि उहाँहरू नै हो म पनि पुरानो गीतहरू नै सुनेर हुर्केको हो होइन बच्चा बेलादेखि नै एकदम उहाँहरूको गीतले नै इन्सपायर गर्दै मलाई अझै माथि लगेको हो होइन त्यो कारणले गर्दा मेरो पनि अरुणा लामा चाहिँ मेरो फेभरेट सिङ्गर नै हुनुहुन्छ उहाँ होइन उहाँको गीतहरू नै एकदमै मनपर्ने क्या मलाई अनि त्यो कारणले गर्दाखेरि मेरो पनि उहाँ नै हो हजुर त्यहाँ मैले एउटा गीत गाएको थिएँ त्यो गीत चाहिँ फुलबुट्टे साडी भन्ने थियो हाम्रो मिलन नेवार दिजुको उहाँ त्यो गाना थियो अनि त्यो गीत गाउँदाखेरि चाहिँ मलाई राम्रो रेस्पोन्स आएको थियो हजुर यो चाहिँ रहेको छ छक्का पन्जाब 5 को गाना जसबाट मलाई एकदमै राम्रो प्लस पोइन्ट पनि भयो मेरो म्युजिकल करियरमा यो गीत गाउँछु है बिहे भएको छैन म कुमारिनी हैन म मरिहत्ते धेरै गर्छन् कसैको नि भइन म धानको बाला झर्ला कि नझर्ला यही हो केटी मन पर्ला नपर्ला धानको बाला झर्ला कि नझर्ला यही हो केटी मन पर्ला नपर्ला थ्याङ्क यू यो गीतको शब्द सङ्गीत चाहिँ रहेको छ दीपक शर्मा सरको उहाँको रहेको छ हजुर अरू गीतहरू हुन्छ यो गीत चाहिँ रहेको छ उर्गेन डङ दादा र मैले गाएको लिरिक्स चाहिँ रहेको छ लक्ष्मण राई दादाको भन्ने म्युजिक चाहिँ रहेको छ उर्गेन डङ दादाको यो पनि थोरै गाएर सुनाउँछ है मेरो चाहना छ तिमी हाँसिरहनु जुगौ जुग तिमी बाँचिरहनु हे माया तिमी मेरै हुनु हाम्रो यो माया कहिले नछुटोस् पिउँदा पानीमा तिम्रै जुठो होस् हाम्रो यो माया कहिले नछुटोस् दुई मन सिसा झै कहिले नफुटोस् थ्याङ्क यू अरुणा लामाको चाहिँ मलाई एक्लै बस्दा एकदमै मनपर्छ त्यो गीत गाउँछ एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ सहन नसके आँखाबाट आँसु त्यसै झरिदिन्छ आँसु त्यसै झरिदिन्छ एक्लै बस्दा सधैँ मलाई थ्याङ्क यू
सुरुमा त्यो भिडियो हेरेर बस्दिनु भयो इन्टरभ्यू, त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि आउँदै गरेको विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु। राम्रोसँगले जो जहाँ जहाँ हुनुहुन्छ एकदम सेफ भएर दसैँ मनाउनु होला अनि नेपाली गीतहरूलाई अझै माया गरिदिनु होला भन्न चाहन्छु। मेरो गीतहरू पनि सुनिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। हस्, थ्याङ्क यू।